माझी समुदायले आफ्नो प्रमुख तथा महान चाड लदी पूजा फागुन 19 गते मंगलबार धुमधामका साथ मनाएका छन्। माझी भाषामा नदीलाई लदी भनिन्छ र यही नदी अर्थात कोशीको पूजा गर्ने दिनका रूपमा यो पर्वलाई विशेष महत्व दिन्छ। हरेक वर्ष फागुन महिनाको तेस्रो मंगलबार मनाइने यस पर्वमा नदीले जनधनको क्षति नगरोस्, बालीनाली नष्ट नहोस् र समुदाय सुरक्षित होस् भन्ने कामना सहित पूजा गरिन्छ। यस वर्ष प्रतिनिधि सभा निर्वाचनको आचार संहिता लागू भएका कारण औपचारिक कार्यक्रम आयोजना नगरिए पनि सांस्कृतिक प्रस्तुति, सामूहिक पूजा तथा मिठा परिकार सहित उत्सव मनाइएको कोशी पूजा संरक्षण समिति सिन्धुपाल्चोकका अध्यक्ष अमृत माझीले जानकारी दिए। जिल्लामा पनि हामीले चाहिँ कोशी पूजा फागुनको तेस्रो मङ्गलबार मनाउने गर्दछौँ र हामीले चाहिँ देशैभरि मनाउँछौँ। र यो कोशी पूजा चाहिँ हामीले सुरुवात चाहिँ बाहुन नेपालीबाट सुरु गरेको थियो र जिल्ला स्तरले हामीले मनाउँछौँ कोशी पूजालाई चाहिँ। अहिले चाहिँ हामीले जिल्ला स्तरीय गर्दाखेरि हामीले मेलम्ची नगरपालिका चित्रावती र चौतारा साझा गरी हामीले चाहिँ आलो पालो गरेर हामीले चाहिँ जिल्ला स्तरीय ठुलो भेला गरेर हामीले कोशी पूजा गर्छौँ। र एउटा हाम्रो चाहिँ ठुलो महान चाड भएको कारणले गर्दाखेरि हामीले एकै ठाउँ जिल्ला स्तरीय गर्छौँ। र कोशी पूजा गर्नुको कारण चाहिँ के छ भने हामीले चाहिँ यो हाम्रो जति पनि माझी समुदाय चाहिँ हाम्रो सँगैसम्म जिल्लाभरि र देशैभरिलाई चाहिँ हामीले यसलाई चाहिँ एकताबद्ध बनाउनको लागि र हाम्रो संस्कार संस्कृतिको लागि र जोगाउनको लागि हामीले चाहिँ यो कोशी पूजा गर्दैछौँ। चाहिँ हाम्रो कोशी पूजा गर्दा चाहिँ हाम्रो मेलम्ची नगरपालिकामा गाउँ नेपाली गाउँमा गर्छौँ र कोटगाउँमा र अहिले हाम्रो चौथा साल बेसीमा हाम्रो चाहिँ लगभग सिन्धुपाल्चोकमा 8,000 चान्स हुन्छ र हामीले चाहिँ कोशी पूजा गर्दाखेरि चाहिँ हाम्रो लगभग यहाँ चाहिँ हाम्रो 7,000 जस्तो जम्मा हुन्छ कोशी पूजाको लागि। हाम्रो चाहिँ नेपालभरि माझी समुदाय चाहिँ नदी पूजा गर्छ र नेपालभरि 78 जिल्लामा चाहिँ माझीहरूले कोशी पूजा गर्छ र हाम्रो चाहिँ सिन्धुपाल्चोकमा चाहिँ वृहत रूपमा चाहिँ हाम्रो सिन्धुपाल्चोकमा मात्रै कार्यक्रम गरिन्छ। हाम्रो चाहिँ अब माझी समुदाय सीमान्तकृतमा पर्छ र हाम्रो चाहिँ आफ्नै भाषा, आफ्नै संस्कार संस्कृति भएको कारणले गर्दाखेरि चाहिँ वेशभूषा आफ्नै धर्म संस्कृति छुट्टै पहिचान भएको हाम्रो माझी समुदाय हो। सीमान्तकृत पर्छ हामी र यो कोशी पूजा गर्नुको चाहिँ हामी एकताबद्ध गर्नलाई र हामीले चाहिँ माझीहरूलाई एकजुट बनाउनुको लागि र हाम्रो वेशभूषाहरू चाहिँ अब हाम्रो पहिलो वेशभूषाहरू चाहिँ हराएको कारणले गर्दाखेरि र हाम्रो संस्कृति संस्कृति पनि बाँचिएको कारणले गर्दा पनि हामीले केही हाम्रो संस्कृति संस्कृति जोगाउनको लागि पनि यो वेशभूषा चाहिँ जोगाउनको लागि चाहिँ हामी कोशी पूजा पनि गर्दै आएका हौँ। मेलम्ची बनदेउ क्षेत्रका सयौं माझी समुदाय एक्लै बेसी बगरमा भेला भई सामूहिक रूपमा लदी पूजा गरेका थिए। लदी पूजा माझी समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो। नदीसँगै जीवन र जीविकोपार्जन गाँसिएको हुनाले माझी समुदायले नदीलाई मामा र आफूलाई भान्जाको सम्बन्धमा जोडेर हेर्ने परम्परा राख्छन्। उनीहरूको मुख्य पेशा माछा मार्ने तथा नदीजन्य स्रोतमा आधारित भएकाले नदीप्रति विशेष आस्था र श्रद्धा राखिन्छ। पूजाका लागि 1 हप्ता अघिदेखि नै तयारी सुरु गरिन्छ। प्रत्येक घरबाट चामल र रकम संकलन गरिन्छ। संकलित चामलबाट जाँड बनाइन्छ भने रकमबाट पूजा सामग्री तथा बलिका लागि आवश्यक पशु खरिद गरिन्छ। पूजाको अघिल्लो दिन तोकेका पुजारी उपवास बस्ने चलन छ। पूजा गर्ने क्रममा कृषि औजार, माछा मार्ने जाल, डुङ्गा लगायतका सामग्री नदी किनारमै राखेर पूजा गरिन्छ। भाकल फुकाउने चलन पनि यसै दिन गरिन्छ। नमस्कार, म चौतारा साझा गरीनगर 11मा बस्ने म एक्लै बेसीको प्रकाश माझी म चाहिँ अब कोशी पूजामा मेरो बाबुबाजेले पनि पहिलादेखि गर्दा छन् पुर्खेली। हामीले चाहिँ त्यो हराएर चाहिँ अहिले चाहिँ हाम्रो अमृत माझी मेरो भाइ, मेरो काकाको छोरा, उसले चाहिँ अब कोशी पूजा चाहिँ हामीले बाबुबाजे गर्छन् भने हामीले गर्न सकिँदैन भनेर हामीले चाहिँ अब यो कोशी पूजा गरेको। अब कोशी पूजा गर्ने बेलामा चाहिँ कस्तो भयो भने अब कुनै अब पूर्वज कालदेखि मनाइदै आएको लदी पूजालाई औपचारिक रूपमा भने करिब 18 वर्षदेखि संगठित ढंगले मनाउन थालिएको नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य केदार माझीले बताए। मेरो घर सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वार्ड नम्बर 11 गोडगाउँ हो र म चाहिँ नेपाल माझी उत्थान संघको केन्द्रीय सदस्य पनि हो। र हामीले चाहिँ यो कोशी पूजा भनेको वर्षै साल हामीले चाहिँ यो चाडपर्वको रूपमा मनाइने गरेको छ। यो फागुन महिनाको हर वर्षको फागुन महिनाको तेस्रो मङ्गलबार पूजा गर्ने गरेको छ।
र यो पूजा गर्नुको रहस्य भनेको हाम्रो बाबुबाजेले पुर्खादेखि नै गरिआएको रीतिरिवाजलाई हामीले छोड्न नमिल्ने र छोड्नु पनि मिल्दैन। हामीले निरन्तर गरिराखेका छौँ, अब पनि गर्नेछौँ। र अहिले चाहिँ हामीले यो कोशी पूजा गर्नुको कारण चाहिँ के हो भने हिजो पुर्खादेखि नै हामीले चाहिँ बाबुबाजेले ढुङ्गा तार्दाखेरि चाहिँ ढुङ्गा बिचमा अड्किएको हुनाले यो ढुङ्गा वारिनी नजाने पारिनी नजाने भए पछाडि त्यस बेलादेखि नै हाम्रो बाबुबाजेले चाहिँ जब कोशीलाई पूजा गरिसकेपछि अनि त्यो ढुङ्गा चाहिँ सञ्चालनमा आएको हो। र त्यही कारणले गर्दाखेरि हामीले चाहिँ यो कोशी पूजा किन गर्छौँ भन्दाखेरि हाम्रो चाहिँ यो कोशीले कुनै पनि मानव क्षति नहोस्, कुनै हाम्रो खेतीबाली नबगाओस्, कुनै पनि खेतीबालीको पनि क्षति नहोस् र कुनै यहाँनिर चाहिँ कुनै पनि जात जातिको हाम्रो माझी समुदायको भूभाग भूमिमाथि कसैको वन जङ्गलमाथि र यो भूमिमाथि यो चाहिँ हाम्रो वरिपरि रहेका प्राकृतिक सम्पदामाथि कोही कसैको नजर नलागोस् र हामीमाथि चाहिँ धेरै अन्याय अत्याचार भयो र यसको चाहिँ सोल्युसन निस्कियोस् भनेर चाहिँ हामीले त्यही तरिकाले चाहिँ सधैँ वर्षै साल हामीले फागुन महिनाको तेस्रो मङ्गलबार चाहिँ हामीले यो कोशी पूजा गर्ने गरेको छ। यो भूमि पूजा पनि हो, यो कोशीको खोलाको पनि पूजा हो, यो हाम्रो वातावरण लगायत सम्पूर्णको पूजा आज हामीले आजकै दिन यो चाहिँ फागुन महिनाको तेस्रो मङ्गलबार चाहिँ गर्ने गरेको छ। मेरो नाम चाहिँ रामबहादुर माझी हो। मेरो घर एक्लिबेसी भन्छ यो ठाउँलाई। यो ठाउँ वडा नम्बर चाहिँ 11 पर्छ। अनि यो लदी पूजा यसरी पहिला चाहिँ अब बाबुबाजेहरूले तपाईँको यो गाउँमा चाहिँ आफ्नो हिसाबले गर्ने गरेको थियो। अनि अहिले चाहिँ माझी समुदायको एकता भएर चाहिँ हामीले चाहिँ यसरी यो लदी पूजा नदीमा गर्न थाल्यौँ। यो लदी पूजा किन गरिन्छ भन्दाखेरि चाहिँ तपाईँको यो माझी जाति जति पहिला पुर्खादेखि नै चाहिँ नदीमा गाई खेती गर्ने, जाल भन्छ, त्यारी भन्छ, ल्याङ भन्छ, यस्तो गर्ने भन्छ भनेर नदीमा हिँडिरहनु पर्ने अनि यो हिँडिरहनु पर्ने र त्यसपछि अब नदीमा पर्दाखेरि अब के घटना होला भनेर हामीले चाहिँ यो लदी पूजा नदीमा गरेको। नमस्कार, मेरो नाम विद्युत कुमार माझी। मेरो ठेगाना चाहिँ बेलम्ची नगरपालिका वडा नम्बर 12। परिचय क्रममा चाहिँ यति नै। आज हाम्रो चाहिँ यो कोशी पूजा, अब हाम्रो माझी भाषामा चाहिँ लदी पूजा भनिन्छ, हाम्रो चाहिँ माझी भाषाको शब्दमा चाहिँ। र यो अहिले चाहिँ एक्लिमा भइरहेको अवस्था छ। यो कोशी पूजाको बारेमा थोरै जानकारी गराउनु पर्दाखेरि चाहिँ हामीले चाहिँ यसरी चाहिँ भव्य रूपमा चाहिँ गएको वर्ष 74 सालदेखि चाहिँ यसलाई चाहिँ निरन्तरता यसरी नै दिइरहेको अवस्था छ र माहौल अझै राम्रो बन्दै गएको र यसको चाहिँ महत्त्व र आवश्यकता अझै उचालिँदै गएको अवस्था चाहिँ छ। अनि अब यसरी हामीले चाहिँ कोशी पूजा मात्रै नगरी एउटा पर्व पनि हो। पर्व भन्ने बित्तिकै हाम्रो जाति पनि एउटा समुन्नत अवस्थामा थियो कुनै समयको कुनै कालखण्डमा। त्यो हिसाबले गर्दाखेरि हामीले चाहिँ यो पर्व मनाउन सकेका हौँ। किनकि पर्व मनाउनु भनेकै एउटा खाना लाउन पुगिसके पछाडि एउटा सम्पन्नताको अवस्थामा पुगिसके पछाडि मनाइने पर्व हो। त्यो चाहिँ ऐतिहासिक रूपमा चाहिँ हामीले पनि पर्व मनाउँदो रहेछौँ भन्ने किसिमले गौरव लागेको कुराकानी थियो। र त्यस पछाडि हाम्रो चाहिँ बेसिकल्ली तपाईँको चाहिँ हामी चाहिँ यो चाहिँ परम्परागत रूपमा पेसागत रूपमा चाहिँ आश्रित चाहिँ बगरमै खोलामै हुने भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ यो नदीसँग चाहिँ पहिलादेखि निकै पुरानो अन्योन्याश्रित किसिमको सम्बन्धहरू चाहिँ रहिआएको छ। अनि जस्तो चाहिँ पेसागत रूपमा चाहिँ ढुङ्गा चलाउनु, त्यस पछाडि चाहिँ जीविकापार्जनको रूपमा चाहिँ हामीले चाहिँ माछाहरू मार्नु। त्यो बेलाको नदीको अवस्था जति बेला हामी चाहिँ नदीले बेला बेलामा पूजा गर्थ्यौँ अनि त्यो चाहिँ आफ्नो चाहिँ आय स्रोत भनौँ या जीविकोपार्जनको लागि जो प्रमुख आधारको रूपमा लिन्थ्यौँ। त्यो चिजलाई चाहिँ अहिलेको जो समय कालखण्ड परिस्थितिको अवस्थाले गर्दाखेरि चाहिँ यहाँ चाहिँ जुन किसिमको चाहिँ सजिलै मनपर्ने तरिकाले कुनै कानुनी मापदण्डमा नतोकिकन जुन हिसाबले चाहिँ अहिले चाहिँ बगरमा चाहिँ खुलेआम चाहिँ एउटा चाहिँ खिचोमिचो भएको छ, जसको कारणले गर्दाखेरि अब यहाँका थुप्रै चिजहरू यहाँको हाम्रो चाहिँ जो पर्व छ त्यो पनि विस्थापित हुने गएको अवस्था छ। त्यस पछाडि जो माझीहरूको एउटा आर्थिक अवस्था थियो, त्यसमा जोडिएको जो आर्थिक सम्बन्ध थियो त्योबाट पनि अलिकति विस्थापित हुने गएको अवस्था छ। अनि त्यस पछाडि हामीले चाहिँ यो
लाई सफा राख्नुपर्छ भन्ने हिसाबले र त्यस पछाडि जुन किसिमको अतिक्रमण भएको छ चाहे व्यावसायिक रूपमा होस् चाहे अन्यतिरबाट होस् यसलाई चाहिँ जोगाइराख्नुपर्छ, यसलाई चाहिँ माथि दिनुहुन्न भन्ने चाहिँ एउटा चाहिँ धारणाका साथ महत्त्वको साथ हामीले चाहिँ यसलाई चाहिँ पूजा गरेर त्यो चाहिँ एउटा चाहिँ सन्देश चाहिँ अन्य जनसमुदायमा पनि हामीले पुर्याउनु खोजेको अवस्था चाहिँ हो। किनकि अब जो हामी नदीलाई पूजा गर्छौँ यहाँनिर चाहिँ सिधै क्रसरको जो लेदो फोहोर माटो छ सिधै चाहिँ यहाँ चाहिँ खोलामा लिएर खनाइदिएको अवस्था छ। यहाँदेखि माथिसम्म मेलम्चीसम्म जाने हो भने प्रायः सबै जोडिएका खोला नालाहरूको अवस्था त्यस्तै त्यो किसिमको छ र त्यस पछाडि जुन किसिमको चाहिँ जलचर प्राणीहरू थिए खोलामा जुन थरीका थिए जुन थरीको जो प्रजातिका माछाहरू पाइन्थे ती बिस्तारै बिस्तारै लोप हुँदै गएको अवस्था छ। 2064 सालपछि देशभरका माझी समुदायले यसलाई राष्ट्रिय चाडका रूपमा मनाउन थालेका हुन्। लदी पूजा धार्मिक मात्र नभई सामाजिक सद्भावको पर्व पनि हो। यस दिन बोलचाल बन्द भएका आफन्त तथा छिमेकी बीच अनिवार्य रूपमा मेलमिलाप गर्ने परम्परा छ। पूजा सम्पन्न भएपछि गाउँभर प्रसाद वितरण गरिन्छ। राज्यबाट आफ्नो चाडमा सार्वजनिक बिदा नदिएको गुनासो गर्दै आएका माझी समुदायलाई पछिल्लो समय केही स्थानीय तहले भने एक दिन बिदा दिन थालेका छन्। नदी किनारको जोखिमपूर्ण जीवनसँग आफ्नो संस्कृति जोगाउने उद्देश्यले माझी समुदायले लदी पूजा हरेक वर्ष श्रद्धा र उत्साहका साथ मनाउँदै आएका छन्। सबैको इतिहास पढ्नमा पाइयो हाम्रो त बैरीले मेटिदियो। सबैको इतिहास पढ्नमा पाइयो हाम्रो त